नमस्ते गुड मर्निङ गाइजहरू। हाम्रो गाउँ चाहिँ यस्तो रहेछ, हेर्नुहोस् है। ए यस्तो छ है यो चिलाउनेको बोर्ड। अनि पहिला पहिला जिजु बाजेको पालोमा चाहिँ यो ढुङ्गामाथि चाहिँ घोडा हिँडेको चाहिँ यस्तो पाइतालाहरू। ढुङ्गामा हेर्नुहोस् त गाइजहरू, राम्रोसँग हजुरहरूले पनि चिन्न सक्नुहुन्छ है। यस्तो यस्तो छ कि हाम्रो गाउँतिर। जे भयो नि नुवाकोट भनेको नुवाकोटै हो कि। हेर्नुहोस् त गाइजहरू, यस्तो यस्तो पाइतालाहरू छ कि। हेर्नुहोस् त, हजुरहरूले पनि चिन्न सक्नुहुन्छ है, घोडाको पाइतालै। धान भने यस्तरी हो नि त। यस्तो हुँदो रहेछ नि त नुवाकोटमा पनि। त्यही भएर सुन्दर नुवाकोट भनेको रहेछ कि। आफू पनि अब यही गाउँमा पऱ्यो है। हेर्नुहोस् त। अनि हाम्रो बाबा छोरा चाहिँ यहाँ बस्दै हुनुहुन्छ गाइस। नमस्ते गणेश दोर्जे, नमस्ते। लासो फ्याफुल्ला भनेर है। सुन्दर नुवाकोट हेर्न सक्नुहुन्छ। हेर्नुहोस् त, आकाशमा बादल यस्तो मजाले देखिरहेछ है। यति राम्रो रहेछ कि। फेरि पनि हजुरहरूलाई देखाउँदैछु म है घोडाको पाइतालाहरू है। ढुङ्गामाथि उहिलेको बाजेहरूको पालोमा चाहिँ यस्तो यस्तो पनि हुँदो रहेछ। तर बनाएको चाहिँ होइन रे है, यस्तो रहेछ कि। हामी जाने बाटोमा यस्तो। बाई बाई।